गाइज लोकेश बाम इज अ स्लगर। अब यो भन्ने बेला सायद हुनसक्छ कि धेरै जस्तो मान्छेहरू अफेन्ड पनि हुन सक्छन्, बट मलाई के लाग्छ भनेपछि स्लगर भन्दा धेरै के पनि होइन लोकेश बामको खेल आज हेर्ने भनेपछि गाइज आज 29 बलमा 9 रन बनाउनु भएको छ। यदि तपाईँले धेरै जस्तो उहाँको गेम हेर्नुहुन्छ भनेपछि अब ब्याटमा आयो भनेपछि हानिदिने हो, नत्र उहाँमा मैले त्यस्तो टेक्निक मैले देख्दैन। हि हेज द क्यापेसिटी होइन, हार्ड हिटिङ उहाँमा छ, एकदमै राम्रो छ। टेक्निकलाई अलिकति ठिक गर्नुपर्छ जस्तो मलाई लाग्छ। एन्ड उहाँले यही चिज आफूले पनि स्वीकार गर्नुभएको छ कि जब उहाँले एउटा इन्टरभ्यू मैले देखेको थिएँ, उहाँ आफै पनि भन्दै हुनुहुन्थ्यो कि होइन मलाई चाहिँ त्यो एग्रेसिभ खेल्न मन लाग्छ, त्यो तरिकाको उहाँको गेम छ। तर मलाई लाग्छ कि होइन यदि तपाईँ टिममा टिक्न चाहनुहुन्छ एन्ड लामो टाइमको लागि खेल्न चाहनुहुन्छ भनेपछि अलिकति टेक्निकमा काम गरेर चाहिँ अलिकति ब्याटिङलाई चाहिँ सेन्सेबल ब्याटिङ चाहिँ बनाउनुपर्छ। एन्ड जुन सर्ट छ त्यसमा चाहिँ अलिकति अरू भेराइटी पनि लिएर आउनुपर्छ जस्तो मलाई लाग्छ। किनकि तपाईँले देख्न सक्नुहुन्छ यदि हामी इङ्ल्यान्डको खिलाफ हामी जुन म्याच भयो त्यो अलिकति टेक्निकमा अलिकति राम्रो भइदिएको भए सायद त्यो 10 रन बन्न सक्थ्यो गाइज होइन। अब हरेक गेम बलमै आउँछ भन्ने पनि छैन कि, सो द्याट्स वाइ मलाई लाग्छ कि हि इज भेरी ट्यालेन्टेड, हि इज भेरी एग्रेसिभ ब्याटर, बट उहाँलाई चाहिँ यो एग्रेसनलाई कन्ट्रोल गर्न सिक्नुपर्छ। सो यहाँ आज त्यही चिजको यहाँ परीक्षा छ होइन, एउटा टेस्टको फर्मेटमा भइरहेको छ। सो यहाँ यदि तपाईँले यो अलिकति धैर्यता राखेर खेल्न जान्नुभयो भनेपछि यो तपाईँको लागि एकदमै राम्रो हुनेछ गाइज। मलाई त यही लाग्छ, तपाईँलाई के लाग्छ कमेन्ट गरेर अवश्य भनिदिनु होला। एन्ड लाइक, कमेन्ट, सेयर एन्ड फलो गाइज।